स्वागत छ सबैलाई अनलकिङ इङ्ग्लिस राइटिङमा। आज हामी SEE 2082 को इङ्ग्लिस क्वेसन कस्तो आउँछ, कस्तो आउन सक्छ त्यसलाई बुझ्ने प्रयास गर्छौं यस भिडियोमा। ओके, सो सबभन्दा पहिला हामीले के बुझौं, हामीले 45 मार्क्सको टोटल क्वेसन हेर्नेछौं जसमा गाइडेड राइटिङ, फ्री राइटिङ र ग्रामरको क्वेसन्स रहनेछ। अब हामीले सोच्ने कुरा के हो भन्दाखेरि 2080 मा स्टुडेन्ट्सहरूले एक्जाम दिनुभएको थियो, रिजल्ट त्यस्तो राम्रो भएको थिएन। सेम 2081 मा पनि त्यस्तो राम्रो भएको थिएन, बट इम्प्रुभमेन्ट आएको थियो। स्क्रिनमा डेटा आउँदैछ, अलिकति गुगलमा सर्च गरेर मैले यस डेटालाई तपाईहरुको अगाडि राख्ने प्रयास गरेको छ। ठीक छ, अब अगाडि हामीले के बुझ्नु पर्यो भन्दाखेरि जति स्टुडेन्ट्सहरू फेल हुँदैछन् त्यसमा एप्रोक्सिमेटली 30 to 40% स्टुडेन्ट्स आर गेटिङ NG इन इङ्ग्लिस सब्जेक्ट। ठीक छ, इट इज एन अलार्मिङ सिचुएसन। ठीक छ, किनकि इङ्ग्लिस सब्जेक्टको कन्टेन्ट जुन छ हाम्रो क्लास 10 सम्म इट इज अलमोस्ट सिमिलर। 5, 6, 7 मा हामीले जस्तो कन्टेन्ट जस्तो टपिकहरू पढ्दै जान्छौँ त्यस्तै टपिक अलिक एडभान्स हुँदै जान्छ। सो स्टुडेन्ट्सहरू कसरी फेल हुँदैछन् भनेर आई अलवेज थिङ्क वाइ दिस इज ह्यापनिङ, वाइ इट इज ह्यापनिङ, हामीले पनि बुझ्नुपर्छ यो कुरालाई। ओके, ठिक छ। अब के रिजन हुनसक्छ त फेल हुने? फोकस गर्दै छैनौँ कि हामी पढाइमा, अलिकति साइन्समा धेर समय दिने, म्याथ्समा धेर समय दिने। ओके, सो हामीलाई सिलेबसको क्ल्यारिटी पनि छैन कि के कस्तो खालको क्वेसनहरू आउँछ फ्री राइटिङमा, ग्रामरमा। ओके, हामीले बुझ्नु पर्यो र स्ट्र्याटेजी टु पास एटलिस्ट 27 मार्क्स कसरी ल्याउने एक्जाममा। आउट अफ 75 27 इज नट बिग डिल टु गेट। ओके, अलिकति हामीले स्ट्र्याटेजी बनाएर पढाइ गऱ्यौँ भने, प्रयास गऱ्यौँ भने, प्र्याक्टिस गऱ्यौँ भने वी विल डेफिनेटली पास। ओके, सो यस कुरालाई हामीले अलिकति बुझ्नुपर्छ। ठिक छ, सो त्यही भएर मैले अलिकति स्याम्पल क्वेसन्सहरू दिने प्रयास गरेको छ यसमा, जसमा तपाईँले अलिअलि प्र्याक्टिस गर्नुभयो भने आई बिलिभ यु विल डेफिनेटली पास। ठिक छ, यो प्रयास त्यसकै लागि हो जुन स्टुडेन्ट्सहरू 30 देखि 40% स्टुडेन्ट्सहरू फेल हुँदैछन् एटलिस्ट दे पास। ठिक छ। म फेरि पनि भन्न चाहन्छु, यही क्वेसन आउने भन्ने कुरा छैन, यही क्वेसन आउने भन्ने कुरा छैन। इट इज नट द्याट दिस क्वेसन ओन्ली विल कम, दिस टाइप अफ क्वेसन क्यान कम। यु क्यान प्र्याक्टिस फर योर रेफरेन्स। Again, I am telling so that at least 30 and 40% students, those who are not able to pass, they can pass. ठीक छ, प्रयास गर्नुहोला, निरन्तर रिभिजन गर्नुहोला, अगाडि बढ्दै जानुहोला। Thank you very much for watching this and I would like to say all the best for your upcoming exam.